फेरि एउटा आन्टीको छोरा ब्याङ्रेले हाम्रो हर्का साम्पाङज्यूलाई च्यालेन्ज दिएको रे अनि भन्दै रहेछ ए ल यदि दम छ भनेदेखि रवि लामी छानेले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ आएर भिडेर देखान त अरे। त्यसो हो भने त तेरो रवि लामी छाने पनि त हर्का साम्पाङज्यूले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ गएर भिडेर देखान त लो। के सोचेको छस् त्यस्तै कुरा गर्ने हो भने त्यो आफूले खनेको खाल्डोमा आफै पस्नु नखोज्न भाइ। हामी त तँलाई निकाल्नु खोज्दैछौँ, तँ चाहिँ त्यहाँ पस्नु खोजाइछस्। अनि तँलाई के लाग्छ चितवनमा चाहिँ के श्रम संस्कृतिको उम्मेदवार त्यहाँ छैन भन्ठानेको? चितवनकै जनप्रतिनिधि त्यहाँनिर उम्मेदवारी दिँदैछ भाइ, हेरी बस। त्यहाँ अस्ति आमसभामै एकजना बा पुरा होइन फाप बिहोल अवस्थामा चाहिँ त्यहाँनिर दुःख पोख्दै हुनुहुन्थ्यो। हिजो मैले यहाँनिर फेसबुकमा दुःख पोखेँ नि, हो त्यस्तै। त्यो त्यत्तिकै हुँदैन क्या भाइ, देशको माया होइन एउटा हुन्छ नि मनमा, त्योले हो। त्यस्तो त धेरौँ लाखौँ हजारौँजना चाहिँ चितवनमा छ। त्यहाँ मेरो पनि त्यहाँ आफन्त मान्छेहरू हुनुहुन्छ नजिकको, एकदम मलाई पनि माया गर्ने। ल आमा बुवा दाजुभाइ दिदीबहिनीहरू है, तपाईँहरू जेठान जेठी सासू होइन साला सालीहरू चितवनमा यसपालि रवि लामी छानेलाई भोट नहाल्नु। किन पनि भन्दाखेरि तपाईँहरूले गएको सालमा होइन मत खोइ कहाँ लग्यो त, के काम गर्यो त? त्यहाँ तपाईँहरूको चितवनमा कहाँनिर चाहिँ विकास गर्यो क्या रवि लामी छानेको पार्टी आएर? कहाँनिर चाहिँ के गर्यो? ल देखाउनु, हेर्नुहोस् त। तपाईँहरूले देख्नु भएको छ? तपाईँहरूको त्यो अमूल्य मत त कहाँ लग्यो? 5-6वटा जिल्लामा घुमायो, त्यहाँबाट लगेर ऊ काठमाडौँतिर कता जेलमा लगेर सडायो। फेरि अनि अहिले अब फेरि अनि म त किप्पर बन्छु भनेर उहाँ किप्पर बस्नु आएको हो। बसेर केही फरक पर्दैन। हामी गोल हाल्छौँ। हाम्रो खेलाडीहरू यस्तो यस्तो खेलाडी छ नि, हाम्रो किप्पर चुम्बक जस्तो, खेलाडीहरू पेले जस्तो छ। जय हर्का साम्पाङ, जय माटो, जय श्रम संस्कृति। यस्तो भाइ हाम्रो नयाँ खेलाडीहरू एकदम ऊर्जावान, एकदम क्षमतावान छ। तिमीहरूको जस्तो चाहिँ देखिसकेको तिमीहरूको खेलाडीहरू कस्तो छ भनेर। हे दौडिनु पनि नसक्ने, हिँड्न पनि ठोक्न पनि नसक्ने। अर्काले ऊ के भन्छ होइन, यस्तो धेरै छन्। अब धेरै भयो, अर्कोचोटि भनौँला ल।